बजाउने को हो तपाईँ कहाँबाट आउनुभयो कहाँबाट आयो बाटाबाट आयो घन्टी पनि नबजाउनु पाएन साइकलको घन्टी बजाएर त मैले त घन्टी बजाउनु अलिकति चाहिँ आवाज गरेर घन्टी नबजाए पनि त हुन्थ्यो नि त अरे घन्टीदेखि दत्तर सुन्नु तपाईँ अब हलो त बोक्नु भएको छ मैले हलो कहाँबाट बोक्ने हलोको झन्डा समाउनु न हलो नपायो भने हलो छाडीबाट बल्ल छाडीबाट त खेतमा ट्र्याक्टर कुदा अब कहाँबाट ल्याउने हलो यो घन्टी बजाउने म त साइकलको घन्टी पनि नबजाउनु पाएन हाम्रो कार्यक्रममा घन्टी नबजाइदिनुहोस् डिस्टर्ब हुन्छ हामीहरूलाई घन्टी हलोको हामीहरूको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हो हलो हलोको प्रचार ग्रुपमा आयो भने हलोको प्रचारतिर लागिदिनु अरे बाबा म हलो कहाँबाट बोकेर ल्याउँ त अब यो घन्टी त साइकल त आउनु पर्यो साइकलको घन्टी नबजाउनु पाएन साइड जाने अन्त बीचमा तपाईँले त यो बाटो उगेटेर जानु भएको छ त डिस्टर्ब हुन्छ के घन्टी बजाउँदामा डिस्टर्ब हुन्छ घन्टी त बजाउनु बाटो छोड्नु पर्यो नि त यो तपाईँको एरियामा आउने होइन कि त्यस्तो तपाईँ जानुहोस् प्रचार गर्ने नारा लगाउनु हाम्रो समयमा मिल्दैन नत्र हिँड्नुहोस् कस्ता कस्ता हलो हलो भनेर यहाँ बाटो बन्द दिने यहाँ ल जानुहोस् घन्टी बजायो भने तर्सिन्छ बाई बाई